नमस्ते सबैजना संसारमा हुनुहुन्छ होला। हामी चाहिँ पुरै भएको बिहेको लागि सपिङ गर्न आएको छ गाइस, हेर्नु होला। तल यस्तो अलि डिजाइनहरु तल चाहिँ राम्रो डिजाइनहरु रहेछ, यहाँ पनि लेहंगाहरु पनि। कस्तो खालको गर्ने यो यस्तो के यो सेटै गर्नुभयो कतिसम्म आउँछ? क्यान राखेर बनाउने हो। यस्तै गऱ्यो भने चाहिँ कतिसम्म? 14,000 मात्रै आइरहन्छ। 14,000। अनि यो सादामा अनि भित्री हालेर अनि मात्र लेस मात्र राखेर हैन डिजाइन निकाल्यो भने कतिसम्म छ? त्यो 6,000 मात्रै आइरहन्छ। 6,000? त्यस्तै गर्ने म त यस्तो झिलिङ त मन पर्दैन। हे बुझ्नु त चाहिँ है चुटिन त मनकम ताबम सानो के ओदे नानी म होई यहाँ क्वान्कुलेसमा उले जुसम यहाँ क्वान्कुलेमा उदले पिनगोल अर कति जल्ने डुबुमला ओ के चुन दे बरे पिनगोले क्वान्कुलेस भर्त बिया ना मेरो डुबोइ मंगल कतै जान डुबुमलम हजुर तिन नगरे डुबिनु डुबला 2 दिन डुबको बिच हुँदैन नान्द कतै सुमला न उस्तै छ है कति मिटरसम्म चाहिन्छ दिदी? यो कसरी बनाउने भने लेहंगा के अब लेहंगा भनेपछि यसै त होला नि। अब सादामा ठिक्क नर्मली बनाउने चाहिँ 7 मिटर नर्मलै हो है हैन नर्मलै हो। नर्मल चाहिँ 7 मिटर 7 मिटर 7 मिटरको यो कसरी मिटरको यो 200 रुपैयाँ चाहिँ नि 200 रुपैयाँ ठिक्कै 200 चाहिँ नभनौ न अलि मिलाएर 10-20 रुपैयाँ मात्रै हो के प्रफिट हुने छैन मार्जिन भएर चुटला हेत लानु पर्दैन फेरि अर्डर फेरि क्वाइट ल्याएर यो नाटो यति काम हो। 7 मिटर चाहिन्छ भने ब्लाउज सबै गरेर 7 मिटर 7 मिटर 200 चाहिँ नभन्नु है। अब सेक्सम्म 170 सम्म गर्नु न। आउँदैन त्यसरी कहाँ हुन्छ कुरा त मैले गर्दिन काम यो भित्री सबै हालेर कि भित्री छुट्टै हैन हुन्छ लेस सबै हाल्दाखेरि म त्यति जाने टोटल कति हो प्राइस? कुन चाहिँ लेस राख्नुहुन्छ त्यसमा डिपेन्ड पर्छ के लेस त त्यही गोल्डन कलरको त्यसमा भर पर्छ नि कसरी गर्ने हो त्यसमा डिपेन्ड पर्न आउँछ नि त। नर्मल त वाले त्यति पर्ने भयो नि। लेस कस्तो खालको कसरी हाल्ने लेस कति राख्ने लेस राख्नु नि। अब उसलाई कस्तो गर्नुपर्छ लेस राख्नु हैन किन राख्नु हेर्न मिल्छ होला नि त्यो लेस हुन्छ हेर्नु दे भइदिन्छु हेर्नु ल हेलो भन्नु हामी चाहिँ यता लुगा किन्दै छु है बिहेको लागि 2 जना लुगा चाहिँ हेर्नु त यो पनि राम्रो छ गाइस। हाम्रो सानो नानी बिहे यस्तो बच्ची मान्छे बिहे गरिदिएको मैले के रे यो पनि म्याच गर्दा रहेछ योसँग हेर्नु त यो भन्दा यही हुन्छ क्या तिमीलाई यही हाल्नु कुन चाहिँ यो कति लाग्यो सेता हाल्ने के हाल्ने तपाईँको मर्जी अब किन हालेको यस्तो किन हाल्ने त यस्तो पाछिलो सेतो नहाल्नु यही हाल्नु यसले चुई कहिले म्याच पनि हुन्छ यही हाल्नु कतिवटा दुईटा साइड मात्र हो यो एउटा अर्को छ अर्को एउटा हेरौँ अर्को यस्तोमा छ भने हेर्ने चाहिँ भन्नुहुन्छ मेरो बुढालाई सिल्भरमा लेस पनि राम्रो छ सिल्भर हेलो चा सिल्भर टगरी एकदम लाइट म त छैन भने कस्तो चिन्ता लाग्यो यार बेबीहरूको लुगा पनि डिजाइन छैन नि तर यसले साइनिक दिइरहेछ फेरि हेर्नु न यो लुगा योसँगै राख्दा पनि है हुन्छ त मलाई अब किन्छ बुट्टा यस्तै हो अर्को डिजाइन अर्को बुट्टा छैन अस्ति आएको त शोरूममा गयो म त यस्तो बुट्टा त्यतिकै जानु यो भयो त भरेरै ल्या होला माथि उतो यो साइनिक दिइरहेछ योसँग यो हाल्दिनु चल्छ हुन्छ ताला क्या त माथि एक्सिडेन्ट भइसक्यो अरे थर्ड पार्टीको घरमा त माथि आज फेरि बाटो माथि यति छ यति डेन्जर। हेलो गाइस सबैले सब्सक्राइब र माया गरिदिनु होला। हामी चाहिँ यता बहिनीलाई हजुर कतिसम्म त ल बुट्टा छिटा आयो ट्राई गर्ने बाउलरे छोटो नितो यहाँ यो
ट्राई गर्ने तमन फेरि बाउलाई कति लामो चाहिने ए जम्मालाई डुब्ला हैन बाउलाई कति लामो चाहिने यति नै यति हो नयाँ बेहुली 26 गतेको हैन यसले घर त राम्रो भइहाल्यो खत्ता खत्ता त्यहाँ पैसा पनि भन्दैन ल दिदी यो सिलाएर राखेको चाहिँ कति हो 14,000 ठिकै रहेछ त है न हाम्रो आन्टीले साडीले खतरा सुहाउँदो रहेछ गाइज हेलो गर्न आन्टी हेलो हामी पनि निस्क्यौँ गाइज अच्छा जुत्ता लाउँदा स्यान्डल सानो ठिक्कको के किन्यो राम्रो हुन्छ यतै पाउँछ होला स्यान्डल नानी बुहारी नानीले स्यान्डल म चाहिँ पुरै जाडो नभए जस्तो गरी मान्छे सबै ज्याकेट लगाएर आउँछ म चाहिँ पुरै टी सर्टमा के हो यस्तो स्यान्डल कस्तो सानो कि ठिक्कको होइन धेरै अग्लो नि मन पर्दैन त्यही त धेरै अग्लो पनि सुहाउँदैन स्यान्डल त ठिक्कको कि बल्ल बल्ल बेहुली बल्ल पाएको राम्रै किन्नु नअलिक फेरि दोहोऱ्याएर बेहुली आउँदैन स्यान्डलहरू यस्तो ठुलो हुन्छ या यस्तो यस्तो यत्रो चाहिँ ठिक हुन्छ यो खालको राम्रो हुन्छ मलाई त यस्तो मनपर्छ सेट योबाट अलिक सानो साइज छैन अङ्कल उहाँको खुट्टै सानो रहेछ मलाई चाहिँ फेरि ठिक हुन्छ मलाई त 36 को हुन्छ त मलाई अलिक 36 होइन यो 37 हो ए 37 रहेछ अझै 37 होइन 35 को चाहिँ रहेछ ए धेरै मात्रै सानो रहेछ म त त्यसको साइज त्यस्तो हुँदैन अहिले यस्तो सुहाउँछ नि नयाँ बेहुलीको लागि जस्तो राम्रो हुन्छ नयाँ बेहुली नाच्छ ठिक भएको छ राम्रो एकदम यति ठिक छ नि ठिक छ अब त्यहाँ बुढाबुढी साइज मिल्नु पऱ्यो नि त अनि अलिकति अग्लो जस्तो लाग्छ भाइ अग्लो रहेछ ल भाइलाई जुत्ता छानिरहेछ भाइ हामी चाहिँ गाइस भाइको लागि कोर्टमा लाउनलाई जुत्ता हामी चाहिँ अब यता कोर्टको लागि हो कि दाइ कोर्टको लागि कोर्टमा पनि हुन्छ नि त यस्तोमा हेर्ने कि कुनमा हेर्ने गोदामबाट हेर्नु के अरू पनि देखाउनु नि त्यसो भए गोदामबाट तपाईहरु मगर हेर्नु त कता होइन यसको प्राइस चाहिँ कति हो यो त 42 छ के 42 है वाह गाइस अब 42 यस्तो पनि सुहाउँछ नि त कोर्टमा त यस्तो साउँछ कोटमा यो साउँछ यो साउँछ साइज कति लाग्यो अडियो सस्तो छ भन्नु सस्तो छ त्यही लिन्न किन महँगो लानु हैन त्यही हो नि होइन र म यस्तो भन्छु कुन राम्रो छ ल दाइ राम्रोसँग देखाउनु त हाम्रो नयाँ बेहुलालाई बेहुला हो त्यही भएर हो क्या मेरो भाइलाई सब्सक्राइब गर्ने गाइजहरू सबैजनाले गाइजहरू हाम्रो दाइले जुत्ता मिलाउने दिनुभयो हामीलाई आउनै सबैजना फेरि सोधिदिनु कि नङ ल हाई गर्नु ल दाइ मिलाएर गर्नु सबैजनालाई मिलाएर दिनुभयो आइदिनु होला हजुरहरु हैन युट्युबमा सब्सक्राइब गर्नु होला भन्नु ल फेरि ल ल हस् गाइजहरु हस् हाम्रो फोटो हैन युट्युबमा सर्च गरेर हेर्नु फाइनल गाइज अब सपिङ पनि सक्यो सबै देखाइदिनु तपाईँ ल टाढा बुढाबुढीको सबै सक्यो अब हामी फर्कियो बाई सबैजनालाई अब भोलि भेट्छ होला बाई बाई लभ यु सबैजना